हेलो साथीहरू, तपाईले हेर्न सक्नुहुन्छ यो मल चाहिँ दुईटी मुस्ताङ गएला बोगाउने सोचिरहेको थिएँ मैले, तर तिनी दुईटी चाहिँ आइनन् है। के भन्न चाहनुहुन्छ ते? दुईटी त घुम्न गएछन्, पुरै रमाइरहेछन्। तपाईँ चाहिँ यस्तो मल छरिरहनु भएको दे। जाओस् दुई शब्द। तिनीहरुको पनि अब कुट्याउने गर्ने पालो छ, बाकी अब छुट्टी लाग्ने घुमन तिनीहरु पनि घुम्ने अवस्था हो। म पनि त्यो ठाउँमा बाँचेर राम्रोसँग घुम्थ्यो होला अहिले के गरौँ। नै केही छैन दिदी, घुम्न चाहिँ पाउनुहुन्छ है दे। आफ्नो भाग्य चाहिँ यतातिर छ मलतिर। के गर्नु साथीहरू, गाह्रो छ हौ हामी दिदीलाई। तिमीले अब त भलक बनाउनु म छर्देउनु बहिनी। नै यहाँ त म चाहिँ के दे ठुली आमा के भन्नु छ? ठुले आमाले केही छैन, नानी नाम केही छैन। मल भरि मल सक्केले हुन्छ। हे भन के गर्नु साथीहरू, घुम्ने मान्छे मजाले घुमिरहेछ नि। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ माइजू मामाले धेरै जग्गा किन्न गाह्रो गर्नुभयो नि त, तपाईलाई दुःख भयो। हजुर हेर्नुहोस् त पूजा के छ, भान्जीलाई त यसलाई त पहिलो नजान्जी माइजू मल बोलाउनु बेससँग लदाउने हो गानेलाई। तर गरिदिनु पर्छ है, पछि 5 रुपियाँ टिका लगाइदिनु माइजू यसले बिहा गर्ने बेला। यो मल बोक्या के ठेकी बिहासित। ओ मेरो भाइ चाहिँ हो के गर्नु, कति काम गर्छ कि ज्ञानी लगनशील। कोही छ भने मेरो भाइको लागि एउटी बुहारी कन्ट्याक्ट गर्नु होला यतातिर। मेरो बहिनी चाहिँ एकदम लगनशील छ, ऊ चाहिँ मलको ढोकाले जित्थ्यो के गर्नु। यही मलको ढोकाले जित्छ भन्न त लोकसेवा पास गर भने आउँ त। मेरो बहिनीले त्यही भएर दुःख पायो माइजू नि। बिस्तारै गर्छ तर नआत्तिनु हुँदैन, धैर्य गर्नुपर्छ। एक दिन सफल हुन्छ मेरो बहिनी पनि।